हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी धरान एक्सपो मेला 2079 धरान सोह्र स्टेडियममा लागिरहेको छ अनि म चाहिँ मेरो भाइहरूसँग जाँदैछु। हेर्नु होला हजुरहरू, यति धेरै एक्साइटेड छु होइन। अनि आज चाहिँ कन्सर्ट हुँदैछ अनि को आउँदै हुनुहुन्छ त भन्नुहुन्छ भने आज चाहिँ आउँदै हुनुहुन्छ गुराँसको फेदमुनि सम्झनाको छाया, जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया, अझै गए बुढा सुब्बा लेखौ नाम बसैमा। फाइनल्ली हामी चाहिँ पुग्यो है। आमामामा लाइन देखेर मेरो त साथै गयो होइन। ओ माई गड, मैले त लाइफमा कहिले पनि कन्सर्ट हेर्ने यति लामो लाइन चाहिँ देखेको थिइनँ होइन साथीहरू। अनि मलाई अचम्म लाग्यो क्या। अनि है म त छक्कै परेँ होइन। सबिन राई हेर्नुको लागि चाहिँ धरानै उर्लेर आउनु भएको थियो क्या होइन। अनि त्यसपछि अब अरू ठाउँबाट पनि आउनु भएको थियो होला है। अनि हामी चाहिँ टिकट लियौँ अनि लाइनमा बस्यौँ है। सबिन राईजीलाई 10 बजे पनि पाला आउँदैन यहाँको मान्छेको। 10 बजे पनि पाला आउँदैन अनि हामी के गर्ने होला। यति लामो लाइन छ नि, यति लामो लाइन छ। कतिखेर हामी भित्र पस्ने? 10 बजे पनि पालो आउँदैन भन्दै हुनुहुन्थ्यो है। मलाई त कस्तो डर लागिरहेको थियो होइन। ओ माई गड, आज सबिन राईलाई हेर्नु पाउँदिनँ कि के हो भनेर त्यस्तो लागिरहेको थियो होइन। मैले चाहिँ उहाँको कन्सर्ट लाइफमा कहिले पनि हेरेको थिइनँ, फर्स्ट टाइम आज आएको है। अनि कस्तो क्या मनमा डर लागिरहेको थियो है। हे भगवान् हेर्नु पाओस् भनेर प्रार्थना गरिरहेको थिएँ होइन। फाइनली भित्र पस्यो। धरान एक्सपो मेला 2079 मा आइपुग्यो है। होइन कस्तो रमाइलो छ। ओ माई गड, अब म हजुरहरूलाई भिजिट गराउँछु है ल। फाइनली आइपुगेँ है। अब म भिजिट गराउँछु न के पाउँछ भनेर। सबिना चाहिँ आउँदै हुनुहुन्छ। बच्चाहरू खेल्ने ठाउँहरू चाहिँ बच्चाहरू खेलिरहेको छ यहाँ। हजुरहरूले देखिहाल्नुभयो होइन के पाउँछ भनेर हाम्रो धरान एक्सपो मेलाभित्र। अनि म चाहिँ जाँदैछु अगाडि, स्टेज अगाडि होइन, जहाँ चाहिँ आज कन्सर्ट हुँदैछ। सबिन राईले चाहिँ अब आफ्नो प्रस्तुति दिँदै हुनुहुन्छ होइन। भाइहरू पनि कता हराए थाहा छैन है। अनि म चाहिँ अब हुन्छ नि अग्लो मान्छेहरू हुन्छ, म त्यति धेरै अग्लो छैन नि त। अनि त्यसैले होइन भिडभाडलाई छिचोल्दै अगाडि जाँदैछु है। अनि देखिरहनु भएको छ नि है, मान्छेहरू पनि यति धेरै आउनु भएको छ होइन। अनि त्यही हो गाइस, अब हेर्नु होला, इन्जोय गर्ने हो, रमाइलो गर्ने हो होइन। म चाहिँ खासै कन्सर्टहरूमा कहिले पनि जाँदिनँ। अनि आज चाहिँ जस मौका मिल्यो सबिन राईज्यूलाई हेर्ने। अनि उहाँ चाहिँ अहिलेसम्म आउनु भएको छैन होइन। अब सबै हामी वेटिङमा छौँ है। अब देखिहाल्नुभयो यति धेरै जनता होइन, धराने जनता उहाँको लागि वेटमा बसिरहेको छौँ है हामी चाहिँ। अनि म चाहिँ अगाडि सबैभन्दा अगाडि जाँदैछु। फाइनल्ली म चाहिँ सबैभन्दा अगाडि आइपुगेँ साथीहरू होइन। अब चाहिँ मजासँगले चाहिँ
रमाइलो गर्ने हो। विशेष धन्यवाद तपाईहरु सबैजनालाई हृदयदेखि नै धेरै धेरै। तपाईहरु सबैजना रेडी हुनुहुन्छ? Come on, one more time, make some noise for Sanika! Dharan Expo 2079 organized by Sunsari Udyog Wanijya Sangh। हामी यतिखेर धरान 16 को रङ्गशालामा छौँ है। हामीलाई सिमसिम पानीले त रोक्नु सकेन भनेपछि हामी आज एकदमै मेमोरेबल टाइम क्रिएट गर्नुपर्छ है। रेडी हुनुहुन्छ सबैजना? ओके सो आजको हाम्रो मुख्य आकर्षण स्टार अफ द नेशन Come on, make some noise for Sabin Ladies and gentlemen, as I've already announced, it's finally time for our main attraction. हामी सबैजना ready? धेरै धन्यवाद आइदिनु भएको 360 एकचोटि तपाईँको आवाज सुन्नु त। Have you guys having fun? मेरो प्यारो धरान, म यहीँ जन्मेँ, यहीँनिर हुर्केँ, सधैँ माया लागेर आउँछ। मेरो धेरै सम्झनाहरू यो ठाउँसँग जोडिएको छ। जहाँ जाउँ, जेसुकै गरौँ, यो ठाउँको सम्झना सधैँ आइरहन्छ। म पहिलादेखि नै भन्दैछु, अहिले हाम्रो सुन्दर ठाउँ छँदैछ। यसलाई अझै सुन्दर बनाउनु हजुरहरूको पनि हात छ। तपाईँले एक एकजनाले आफ्नो तरिकाले यो ठाउँलाई चिनाउनलाई, यो ठाउँलाई राम्रो बनाउनलाई अझै आफ्नो तर्फबाट कोसिस गर्न सक्नुहुन्छ। एनिवे आज सबैजना आइदिनु भयो, धेरै धेरै धन्यवाद। अनि हाम्रो अर्गनाइजेसनलाई पनि हामीलाई सम्झेकोमा हृदयदेखि धन्यवाद। संसार जित्ने आँट गर्दैछु मेरो साथ बस्दै। म विश्वले गाउने गीतमा अहिले रच्दैछु, मात्र तिमी सुरमा ताल मिलाइ। जब हिँड्दा हिँड्दै थाक्छु म कहिले काहीँ, त्यति बेला मेरो आड बनिदियो।
जिन्दगीको मोडमा सोच्न सकिन भने तिम्रो मिठो विचार मलाई देऊ। परी पनि मात खान्छ के भयो, तर होस् गर यो दुनियाँमा जहाँ सुन्दरताको आयु छोटो हुन्छ। सुन्दरताको तिमी उदाहरण हौ, परीको तिमी नमुना हौ, शङ्कै छैन तिम्रो रूपमा ईश्वरको तिमी मलाई उपहार हौ। जहाँ सधैँ उज्यालो अनि प्रष्ट छ दुनियाँले नमाने पनि, मलाई डुबाइदेऊ तिम्रो गहिरो माया तालमा, जहाँ जिन्दगी भरि रहिरहन पाऊ एक अर्काको खुसी पनि, जहाँ अफसोस नहोस् धोका नहोस् जति बाधा आए पनि।
और नीचे जो वो सब्सक्राइब का बटन है ना, उसको हिट करो, जल्दी से करो। सब्सक्राइब सब्सक्राइब सब्सक्राइब।